धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका अध्यक्ष सन्त निरङ्कारी मण्डलका केन्द्रीय सदस्य तथा रोल्पाजिल्ला शाखाका मुखीज्यू, प्रमुख अतिथि त्रिवेणी गाउँपालिकाको सहयोगदाज्यू, विशिष्ट रूपमा त्रिवेणी गाउँपालिका संस्थापक उपाध्यक्ष, त्रिवेणी गाउँपालिका वार्ड नम्बर 6 का वार्ड नम्बर 5 का वडाध्यक्ष, रेड क्रस शाखाबाट आउनुभएका सम्पूर्ण प्रमुख प्रतिनिधिहरू, सम्पूर्ण सङ्घ संस्थाबाट आउनुभएका प्रमुख प्रतिनिधिहरू, प्रत्येक पार्टीका दल प्रमुखहरू, सन्त निरङ्कारी मण्डलमा आस्था राखेर सन्त निरङ्कारी मण्डलका सम्पूर्ण महासन्तहरूलाई त्रिवेणी गाउँपालिकाको तर्फबाट म सबैलाई नमस्कार धन्यवाद टक्राउन चाहन्छु। धन्यवाद। आज जुन शब्द जुन कार्यक्रम सुरु भइरहेको छ सन्त निरङ्कारी मण्डलले जुन नालीमा होइन नाडीमा भन्ने जुन शब्द आज पटक पटकका सन्त निरङ्कारी भित्रका पैगम्बरहरू अथवा पटक पटकका ईश्वररूपी गुरुहरूले जुन अभियान सुरु गर्नुभयो यिनी भनिसक्नु जुन अभियान सुरु गर्नुभयो हाम्रा गुरुहरूले यही भन्ने गर्नुभएको छ, सब कुछ भन केवल मानव भन भनेर भनिरहनु भएको छ। सायद टासीमुखी आज आएर सबैले सुरक्षा माताजीले त्यो शब्द हेर्दा आफ्नो सजिलो पनि छ, सबै चिज भन मानव मात्रै भनिरहनु भएको छ। आज अघि उपाध्यक्षले भनिहाल्नुभयो त्रिवेणी गाउँपालिकामा उपाध्यक्ष सरकार पनि भावनाले त्रिवेणी गाउँपालिकामा सन्त निरङ्कारी मण्डल बनोस्, सन्त निरङ्कारीमय बनोस्। म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। उहाँ पनि संस्थामा आबद्ध भएर अगाडि बढ्न चाहन्छु। यहाँ आउनलाई कोही पनि बन्दै छैन, खुल्ला छ कि उहाँहरू निश्चित रूपमा प्रमुख अतिथिहरू अथवा पनि हाम्रा प्रचारक आदरणीय युवा महात्माजी यहाँ हुनुहुन्छ, उहाँहरूले नै जिम्मेदारी गर्नु होला। र पनि म के निवेदन गर्न चाहन्छु भने चाहिँ सन्त निरङ्कारीले जुन अभियान जुन यो संस्था पाकिस्तान हुँदै इन्डियामा दर्ता भएर आज नेपालको अछाम जिल्लाबाट सुरु हुँदै रोल्पा जिल्लामा यहाँ आउँदा सायद मैले सानो बच्चा हुँदा यहाँ 41-42 सालतिर होला सन्त निरङ्कारी मण्डलको माहौल अलिक भिन्न थियो। जब अहिले आउँदा जुगारमा यो माहौल किन कमजोर भएको छ, किन मान्छेहरू यो साँच्चै मानव बन्नतिर लाग्दैनन् त, किन दानतिर लाग्छन् त? केवल सन्त निरङ्कारी मण्डलको त अभियान भन्ने अभियान नै हो नि, सायद शब्दहरूमा फरक होला, कर्ममा फरक होला। यहाँ आउँदा जति बोल्न सकिन्छ नि त्यो भाषामा त्यो फरक भन्न सकेला, तर मैले गरेको कर्म के हो भन्ने प्रश्न चिन्ह आइरहेको छ। सन्त निरङ्कारी मण्डलमा आज जुन कर्ममा महात्माहरू आइरहनु भएको छ कि जसले मेहनत गरेर आइरहनु भएको छ कि आज संसारमा सम्पूर्ण सङ्घ संस्थाहरू विकास गरेर भनेर विभिन्न एजेन्डा आएको छ, तर सन्त निरङ्कारी मण्डल केवल एउटै मानव बन भनेर लागिरहेको छ। त्यसै कारणले आज अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ, अन्तर्राष्ट्रिय लेभलको चाहिँ के अरे मेसिन भइसकेको छ। त्यहाँ सायद विभिन्न किसिमको विकास गरेर बाटो खन अथवा चाहिँ बिजुली बत्तीवाला अरू बाला भनेको पनि आउँथ्यो। त्यो मानव बन्न बित्तिकै संसार भन्दो रहेछ। त्यस कारणले त्रिवेणी गाउँपालिकाको सभापतिले सन्त निरङ्कारी मिसिन त्यति ठुलो रूपमा जान सकेको छैन। आज यसरी चर्चा धेरै ठाउँमा फस्टाएका छन्। के डिफ्रेन्स छ त यहाँ आफू बन्न गाह्रो रहेछ, किन मान्छे बन्न मानव बन्न त बडो गाह्रो रहेछ। मुखले अर्कालाई सेवा गर्छु होइन भन्नु र प्रत्यक्ष आफै सेवा गर्नुमा बडो डिफ्रेन्स रहेछ। किन जब अगाडि त्यो सेवा भाव आइपुग्छ अनि सेवा दलका हाम्रा आदरणीय सन्त महात्माहरूले जसरी ड्रेस लगाएर अगाडि जाँदा हुन्छ। तर आज संसारमा विभिन्न तालिम बनाइएको छ, पसिना चढिएको छ। केवल सन्त निरङ्कारी विषय सेवा दलमा सेवा गरेर पसिना चढाउ भन्दा बित्तिकै त्यहाँ जब पसिना छुन्छ नि यति आनन्द, स्वास्थ्यको लागि पनि त्यति आनन्द होइन, आफ्नो चाहिँ विभिन्न किसिमको त्यति आनन्द रहेछ क्या। आज अन्य विभिन्न किसिमको तालिम प्रशिक्षण गर्दा पनि के भनेर स्वस्थ भन्न सकेका छैन नि त। सन्त निरङ्कारी मण्डल केवल एउटा सेवा दल मार्फत गएको जुन सेवाले आफू पनि खुसी भएको छ, संसार पनि खुसी बनाएको छ। त्यो भन्दै गरेर अगाडि रहेछ। यो प्र्याक्टिकल गर्न बहुत गाह्रो रहेछ। त्यस कारणले हामी आशा गरौँ पटक पटकका चाहिँ भगवान्को गुरुहरूले जुन सन्देश दिनुभएको छ त्यो सन्देश हामीले अनुसरण गर्नुभयो भने पक्कै त्रिवेणी गाउँपालिका सन्त निरङ्कारी मण्डलमय बन्ला आशा गरौँ। फेरि पनि यो मानवलाई संसारमा जति जति सम्झाए पनि फेरि त्यो म भन्ने शब्द सायद थोरै थोरैले चाहिँ यहाँबाट झिक्न सक्छ। यसो अगाडि हेऱ्यो भने यो जग्गा कसले दान दियो, ऋषिराम महात्माजीको पिताजीले, ऋषिरामजीले। यस्तै महान सन्तहरू सबै ठाउँमा त प्रयोग हुन सक्दैन नि त। त्यो दिन सक्नु पऱ्यो, मसँग रहेको परपट्टि त्याग्न सक्नु पऱ्यो।
अहिले धेरैचोटि भाषण गर्दा हाम्रो साथीहरूले जनताको निम्ति त्याग्ने भन्ने रहन्छ नि त, तर राष्ट्र त्याग्दा बिर्सिहाल्छ, थोरै मात्र त्याग्ने नेताहरू हुन्छन्। त्यस कारणले विभिन्न क्षेत्रमा यो जुन त्यागको बडो अवसर रहेछ, जबसम्म त्याग्न सकिन्छ सुखी त्यसमा रहेछ, आनन्द त्यसमा रहेछ। त्यसैले आज जुन यो अभियान छ कि सञ्चालन कार्यक्रम सिन्धुलीको अभियान सञ्चालन गरिरहनु भएको छ, यो अभियानले सबैलाई सफल होस्, यो कार्यक्रम सफल होस् भन्ने शुभकामना दिन केही शब्दमा यही धन्यवाद।